हेलो हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ हामी एका बिहानै जङ्गलतिर च्याउ खोज्नको लागि हिँडिसकेका छौँ। के कति पाउँछौँ च्याउ हेर्दै गर्नुहोस् ल साथीहरू। वन चाहिँ यस्तो छ च्याउ खोज्ने, कति भिरालो छ हेर्नु त। भेट्टे साथीहरू, एउटा च्याउ चाहिँ भेट्यो है। कस्तो छ यसको अवस्था हेरौँ। हेर्नु त, पट्याउ च्याउ भेटे है। अब यसलाई चाहिँ निकाल्नु पर्ने हो। यसको चाहिँ खुट्टा अलि लामो हुन्छ कि साथी हो, त्यही भएर यसरी खन्दैछु मैले। ढाङ मिठो मिठो। ओइ हे साथीहरू, त्यसको अर्को साथी पनि भेटेँ मैले। हेर्नु त कति राम्रो। माथि चाहिँ बहिनीले म कति डुलिरहेको भन्नुभयो। मैले फेरि अर्को पट्टि भेटाएको छु है। एका बिहानै यस्तो च्याउ भेटेँ। ओहो साथीहरू, झन् ठुलो भेटेँ है मैले। हेर्नु न, हेर्नु त कति ठुलो छ यो त। चाहिँ हो मैला दिल बहुत खुस हो रहा है। हेर्नु त कति ठुलो ह। लुफ्टी फुमै। ओए होए, हेर्नु त के हो यस्तो। आज त बिहानी एकदमै राम्रो छ है मेरो। यहाँ पनि छ, तर यो चाहिँ यो फेरि अलिक पिरो हुन्छ कि साथी हो, त्यही भएर हामी खाँदैनौँ यसलाई। लेट्स सी, अरू हेर्दै जाऊँ है त। निलो च्याउ, यसलाई चाहिँ हामी निलो भन्छौँ। ओके हजुर, फेरि पछि आम्न यता फर्केर नि जाऊँ। यही पिरो च्याउ मात्रै कति धेरै उम्रेको हो क्या। तर खाना चाहिँ मिल्छ है, मिल्न चाहिँ अलिक पिरो हुन्छ र मात्रै हो। यो त एउटा लग्दैमा होइन, कति नै पिरो बनाउला र। कति धेरै उम्रेको छ। तर नलगौँ, धेरै भयो भने पिरो हुन्छ क्या। ओ ढन्टडाङ, फेरि अर्को। हेर्नु त कति राम्रो राखेँ। यस्तो खालको च्याउ राख्ने भाँडा अघि टिप्याएको छु र यहाँ राखेको छु कि। हेर्नु न। लु है साथी हो, फेरि खोजिराखौँ होइन, भेट्टी पो हाल्छ कि। झनै आश लाउने कि त नभेटिएपछि भेटिँदैन भन्ने हुन्छ। भेटिँदै गयो भने झन् धेरै आश लाग्ने कि, बा अझै धेरै उम्रेखा कि, अझै धेरै भेट्छु कि भन्ने चाहिँ हुँदो रहेछ कि मनमा। त्यो तपाईँहरूलाई पनि हुन्छ होला। सानो सानो मैया रानी भेट्यो एउटा। यो चाहिँ अघिको जस्तो होइन है, फेरि अलिक फरक टाइपको च्याउ हो। यसको मलाई यो माथिको भाग चाहिँ राम्रो लाग्छ, त्यही भएर माथिको मात्र टिप्छु क्या मैले। ओइ होइ, के च्याउ हो रे बि? के हो, चिन्नै गाह्रो भयो। नलगौँ होइन, नचिनेको च्याउ नलगेको राम्रो। बहिनी माथि पुगिसक्नु भयो, म अझै यहीँ तल खेलिराखौँ।
कहिले पुग्ने माथि। मेरो बहिनी चाहिँ माथि हुनुहुन्छ अनि उहाँले पनि मैले भेटिराखु दिदी तपाईँले भेटे जस्तै च्याउ 2वटा भेटिसक्यो भन्नुहुन्छ क्या। त्यस रमाइलो छ है बिहान बिहान चिसो चिसो मौसममा शरीर तातो तातो बनाउँदै हिँड्नुको मजा पनि बेग्लै छ। फेरि त्यही पिरो च्याउ भेट्यो। अनि यो लट्ठी छ नि यो चाहिँ किन गरिरहेको भन्नु होला हजुरहरूले। खासमा जङ्गली च्याउहरू टिप्दाखेरि चाहिँ कहिलेकाहीँ ओ कति ठुलो साथी हो हेर्नु त के हो आज यस्तो। म त यो मात्रै कति धेरै भेटिरहेको कि हेर्नु त फेरि ओ माइ लु आज त साँच्चीकै ओइ खोइ कति बलियो छ कि हे चुड्यो है खुट्टा त आधी बाटै हेर्नु त डन्डडाङ हेर्नु त आज त कति धेरै भेटिराखु मैले यो हेर्नु न। राखेँ फेरि ब्यागमा राखेँ मैले च्याउ खोज्ने भाडा फेरि यस्तो हो मेरो। अनि अघिको कुरा कन्टिन्यू गरौँ है। अघि चाहिँ मैले यो लट्ठी किन प्रयोग गरिराखु भन्दाखेरि चाहिँ जङ्गली च्याउहरू टिप्दाखेरि कहिलेकाहीँ हुन्छ क्या मुनिदेखि चाहिँ किराहरू पनि बसेको हुन्छ कि अनि उनीहरूले चाहिँ अब कहिलेकाहीँ विषालु किराहरू भयो भने त टोक्न सक्छ नि त। अनि त्यही भएर अनि त्यस्तै गरी अलिक ठुला ठुला च्याउहरू भयो भने त झन् अरू त्यसको मुनि अब साना साना सर्पका बच्चाहरू त्यस्तो पनि बस्न सक्छ। त्यही भएर सकभर च्याउ टिप्दाखेरि चाहिँ डाइरेक्ट हातको प्रयोग चाहिँ नगर्दा राम्रो है। पहिला चाहिँ उ गर्नु पर्यो यस्तै लट्ठीहरूले चाहिँ कोट्याउने अनि इफ अब किराहरू छ भने त जान्छ नि त। अनि त्यही भएर त्यसपछि हातले टिप्ने है यो चाहिँ जनचेतनाको लागि भनेर क्या अझै मैले चाहिँ त्यही गर्छु हजुरहरूले पनि त्यही गर्नुहोस् ल। म त झाडीमा आइपुगेँ फर्क्यो है अब माथितिर बहिनी त माथि पुगिसक्नु भयो म चाहिँ तल 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 झरिरहेको कि हेर्नु यो चाहिँ रातो खालको च्याउ है हजुरहरूले के भन्नुहुन्छ हामी त्यसलाई रत्तिउ च्याउ भन्छौँ 2वटा अनि यहाँ चाहिँ यस्तो खोटोहरू उठाउनको लागि बाकसहरू पनि राख्नुभयो यो चाहिँ त्यसले भयो। खोटो है साथीहरू खोटो पसिना पसिना यो चाहिँ हो साथीहरू यस्तो खालको च्याउ एकदम मिठो हुन्छ है। अनि यहाँ चाहिँ बहिनीले हो फेरि बहिनीले त्यस्तो च्याउ भेटेर बस्नु भए हेर्नु त ल कैसा लाग्रा है बहिनी एकदम लजालु हुनुहुन्छ है फेरि लु साथी हो बहिनीले भेटेको अपार सफलतापछि फेरि अर्को मैले भेट्न सफल भएको छु तर यो पनि पट्याउने हो तर सानो छ तर पनि अब छोड्नु भएन है यस्तो बच्चा तर अब लग्नु चाहिँ पर्यो नि त। यस्तो च्याउलाई चाहिँ के भन्नुहुन्छ तपाईँहरू अनि यो चाहिँ हामी चम्रिउ च्याउ भन्छौँ। यस्तो देख्दा यस्तो देखे पनि कस्तो मिठो हुन्छ कि यो चाहिँ मलाई सधैँ राम्रो लाग्छ त्यही भएर टिपिराखु मैले। बहिनी यो के च्याउ हो खासमा रत्तिउ चाहिँ हो नि हेर्नु त कस्तो कलर चेन्ज के
हजुर यस्तो माथि उभिएर टिप्ने हो। सल्ले बनको डल्ले च्याउ भन्ने जस्तो यो चाहिँ खासमा डल्ले नभएर सल्ले च्याउ चाहिँ भन्छौँ हामीले। कति राम्रो छ है। यो पनि रत्तिउ च्याउ नै। हजुर यहाँ पनि अर्को पनि छ यस्तो। ओइ होइ फेरि पनि त्यही पट्टिउ च्याउ चाहिँ भेट्नुभयो। यहाँ पनि छ अर्को। मुस्कान देखाउनु न एकपटक, देखाउनु न। ओइ होइ कति राम्रा रट्टिउ च्याउ उम्रिएर रहेछ, कति ठुला। टिप्नु न। हजुर कति राम्रो। यस्तो भएपछि त है च्याउ खोज्नुको मजा बेग्लै छ साथी। कति राम्रा राम्रा च्याउ भेटेको क्या आज हामीले। यस्तो यो च्याउलाई चाहिँ के भन्नुहुन्छ तपाईँहरूले? हामी चाहिँ एकदमै हरियो हुन्छ नि त, त्यही भएर स्याउली च्याउ भन्छौँ। हेर्नु त ओहो भाँच्यो। यस्तो सोप आउँछ कि यसको चाहिँ, तर खाँदा चाहिँ एकदम मिठो हुन्छ। फेरि अर्को पनि भेटेको छु है मैले। यस्तो च्याउ बाटो चाहिँ फेरि अप्ठ्यारो छ है साथी। यो च्याउ खोज्दा मात्रै रमाइलो लाग्ने हो, च्याउ भेट्दा भनौँ न, खोज्दा भन्दा पनि अझै जस्तो। किन आउनु भयो बहिनी, किन आउनु भयो? ओहो यस्तो राम्रो च्याउ भेट्नु भएछ कि बहिनीले त। हेर्नु त कुहिरो लाएर केही पनि देखिँदैन स्थित है। लेकतिर त गाह्रो छ। च्याउ चाहिँ उम्रेर रहेछ। कति राम्रो क्या। हजुर हजुर हो। ए कति रहेछ नि। यहाँ पनि छ अर्को। हेरौँ त यो राम्रा राम्रा कि लाउनुहोस्। ए लाउनु गयो अर्को हेर्नु। ए कति राम्रो अर्को।